साह्रो भिड छैन हौ यो पालि त उ 22,000 को गेट है अलिअलि गइरहेछन् मान्छेहरू तिमुरको बाख्ना हर 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 माथिसम्म आयो त 22,000 जात्रा 22,000 को जात्रा ब्यागहरू कस्तो राम्रो राम्रो ठुलो हो यताउता हिँड्दाखेरि बोक्ने नि हो एउटा गिफ्ट आएको ब्याग त ओ हेर न हो त्यो फुल हो के मैले भनेको जाने हो अहिले एकपल्ट भित्रै नि 22,000 मेला है 22,000 मेला खै त नि छ मेरो त म यहाँ बोकेरै आएको छु थैली के छ त ऊ थैली किन्ने हो ओइ पछौरी हो र बच्चाको भो त होला ढाका पछौरी भनेर झन्डै झुक्किया काफला आइसकेछ भाँडा कुराको खाटमा तिमी नै हुन्छ भर्खरै खाजा खानेहरू भर्खर आएर कसरी हो कुर्ताहरू मलमल परेछ एकपल्ट धुँदा के हुने हो ओहो नाल्चा किन्नेहरू सोध्थे नि ए यो नेपाली भाँडाहरू हाम्रो पोखरातिर यो हुन्छ सबै हाम्रो यो पोखरातिर हाम्रो यो हुन्छ ओइ सेल पकाउने हो कति होला सोल्थे नि यो त चिनो किन्नु न ए आजको दिन भनेर नाल्चाको कति हो त एउटा नाल्चा किन्नुपर्छ क्या हो नाल्चा किन्नुपर्छ के हो त हामी सेल्फी स्टिक किन्न 22,000 को किन्न राख्न लागेको के राम्रो सेल्फी स्टिक अब जस्तो हामी मोबाइल हाल्नु पर्यो दाजु यस्तो गर्ने यस्तो यो चाहिँ एप्पल कलर ब्ल्याकमा भन्दै हिँड्न न एक राउन्ड खिचेर आऊ हुन्छ सबै त्यस्तै रहेछ यसमा हजुरको लाइटर पनि पर्यो प्रोटिन सबै मिल्छ अनि ब्लुटुथको नाम चाहिँ के हुन्छ यसको उयो N0S N0S हो त 9 हुन्थ्यो ए गाइस हामी यता 22,000 मेलातिर हैन म नेपाली पाउने गरिदिनु सेल्फी किनिदिनु मेरो 22,000 मेला पनि गएको तपाईँ छिटो आउनु होला यहाँ सबै सामान पाइन्छ यहाँ फ्यानहरू पनि छ गर्मी लागि हो नि दाजु फेरि यो कति हो यो हजुर यो 2,000 अनि एउटा हुफर पनि ल्याउनु पर्यो भोलि रुई दिदी पनि लानु पर्छ नि त हेलो 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 यता सस्तो हुन्छ आएर यता यता हेलो लाइट गर्छ यता हेर्छ ल भयो धन्यवाद भयो अब ल धन्यवाद दाजुलाई रमाइलो रमाइलो ल यहाँ हुफरहरू पनि लाने सेल्फी स्टिक पनि किनियो
कहाँ रे के मिलाएर 22 धारा मेला 22 धारा मेलामा त्यो 500 सेल्फी 900 रे यसलाई 1000 रे हो 1000 मा किनेको लखै के लाने हेर्नु भाडा हो कति माना त्यो तिहारमा चाहिन्छ प्रेसर कुकर मनपर्छ मलाई राम्रो सामानहरू त छन् हामी चाहिँ यहाँ खोटे छौँ सोल्तिन र म अफर लेडी चप्पल 850 के हेर्ने तन्ना हेर्ने तिम्रै छ पिङ्क कलरको के 22 मेला आएको जाडोले कक्रिरहेको छ यहाँ हामी त यहाँ कक्रिसक्यो जाडोले लौ 22 को मेला यहाँ तितर बितर भयो पानीले यस्तो भयो ल है 22 को मेला पानीले गर्दाखेरि छरपुत्तै भयो बिजोक रमाइलो भयो हो ल यही हो 22 को गेट पानी आएर धेरै मान्छे त छैन हामी त पूजा नगर्ने मुख पनि धुवाएनौँ किन फुल लानु भन्नुहुन्छ अनि कति राम्रो भएको हो आज भोलि ओ हेर्छ स्वागतम त्यहाँनिर स्वागतम कति राम्रो भएको के यो फुलहरू ल जो कोही 22 आउनु भएको छैन भने आउनु है कति राम्रो भइसकेछ आज भोलि त पानी परेर त्यो फुल देखेरै म पिङ्क कलर जङ्गल पनि कति राम्रो आएको तिम्रो त पहिलाकै जस्तो भाउ कहाँ बस्छ त हौ जहिले 22 धारा हजुर 22 धारा जाने ओ यतैबाट आउनु बुवा हजुर हजुर ए यहाँबाट यसरी जानु नजिकै छ धेरै यस्तो भइरहेछ पानी परेर बिजोक तर रमाइलो लाइनमा अगाडि नबढ्ने होला भनेर त्यति साह्रो मान्छे छैन पहिला जस्तो पानी परेको भएर के पहिला जस्तो मान्छे अलि छैनन् अहिले पानी परेको भएर अहिले बेलुकातिर हुन्छ नि फेरि धेरै होइन म चप्पल लिएर आउँला रमाइलो 22 धाराको मेला रमाइलो बाइस धाराको एउटा धारा मात्रै पानी हो क्या ल सबै धारामा पानी चाहिँ छैन रहेछ एउटा मात्र
बाँसझाराको मेला हो बाँसझाराको मेला लाइनमा है लाइनमा अघि बिहान पानी आउँदाखेरि आएको भए त लाइन थिएन होला पानी खान पाएनौँ भनौँ मिल्दैन होला गुबाक बनाउन खान्छ आया माथिबाट जानु भनेर धकेल्थ्यो बालाजीको बाँसझारा मेलामा तपाईँलाई स्वागत छ भन्ने बल्ल पुग्दैछन् त्यहाँ रमाइलो ए के खानु भएको आमै के खानु भएको यो त टिकटक बनाउनु भने सोल्थ्यो नि अब उतै गेटतिर अब फेरि बनाउने ल हामी छिर्ने थियो अलि धारो छोइहाल्यो भइहाल्यो 2200 त धारोमध्ये एउटा धारोमा पानी आउँदो रहेछ 22 धारो भन्ने एक धारोमा पानी राख्ने ठिक छैन ल खासै मान्छे छैन पानी आएको भएर त्यति साह्रो मान्छे आइपुग्नु भएको छैन त्यति धेरै मान्छे आउनु भएको छैन पानी आएको भएर दिउँसोतिर हुन्छ होला बेजोड पाराको बाँसझाराको फुल चाहिँ साह्रै राम्रो आएछ हौ कति राम्रो हो र बाँसझारामा बिजोग रमाइलो भयो आज पानी परेर यहाँ